हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नेपाली समाजमा नाग पञ्चमी मनाइने गरिन्छ। यस दिन विशेष गरी हिन्दू धर्मावलम्बीहरूले नागको पूजा आजा गरी व्रत तथा उपासना पनि गर्ने गर्नुहुन्छ। यस दिन विशेष गरी टौदह नागदहमा मेला लाग्ने गर्दछ भने उपत्यकामा रहेका विभिन्न स्थानहरूका नाग पोखरीहरूमा भक्तजनहरूको पूजा गर्नेको निकै घुइँचो पनि लाग्ने गर्दछ। विभिन्न समुदायमा नाग र नाग पञ्चमीको आआफ्नै महत्व रहेको पाइन्छ र सोही अनुसार मनाइन्छ। यसै गरी नेवा समुदायमा नागको पूजा अति प्राचीन मानिन्छ र यसलाई धर्मसँग नजोडी प्रकृति पूजाको रूपमा हेरिन्छ। नाग पञ्चमीलाई लिएर धेरैवटा किम्बदन्ती रहेका छन्, जसमध्येको महामञ्जुश्रीले विशाल दहको रूपमा रहेको काठमाडौँ उपत्यकाबाट पानी बाहिर बगाएको बेला आफ्नो वासस्थान बिगारेको रिसमा सो दहमा रहेका सबै नाग राजा र नाग रानीहरू पानीको बहावसँगै बाहिर जान लागेका थिए। महामञ्जुश्रीले नाग राजाहरूलाई सो स्थानबाट बाहिर गएमा भविष्यमा हुने पानीको अभाव बुझी नाग राजाहरूलाई क्षमा याचना गरी पूजा गरी शान्त बनाई विभिन्न स्थानहरू बनाएर उहाँहरूलाई स्थान दिनु भएको कथन रहिआएको छ। सोही समयदेखि नै उपत्यकामा बसोबास गर्दै आउनुभएका सबै समुदायहरूले नाग पूजन गर्न थालेको विश्वास गरिन्छ। नागलाई पानीसँग जोडिने भएकोले कलधारा, ढुङ्गेधारा, कुवा, इनार आदि सबै पानी भएको स्रोत रहेको क्षेत्रमा नागको पूजा गर्ने प्रचलन रहेको छ। यसै सन्दर्भमा राजा नरेन्द्र देवको पालोमा गुरु गोरखनाथले रिसमा उपत्यकाको सबै नागहरूलाई बसमा पारी आफ्नो आसन बनाई बसेकाले उपत्यकामा लामो समयसम्म खडेरी परी हाहाकार मचिएको थियो। रातो मचिन्द्रनाथलाई उपत्यकामा ल्याइसकेपछि भने आफ्नो गुरुको दर्शन गर्नु गोरखनाथ त्यस आसनबाट उठ्नु भएपछि सबै नागहरू स्वतन्त्र भए पश्चात वर्षा भएको कथाहरू अझै पनि सुन्न पाइन्छ। यस्ता कथा अनि किम्बदन्तीहरूले नाग देवताहरूलाई वर्षाको कारक मानिने कुरामा अझै बढी बल पुर्याउँछ। हामीले घरको मूल ढोकामा गोबर टाँसेर दुबो, फूल, पैसा आदि चढाई पूज्ने चलन रहेको छ। यसरी घरमा नागलाई स्थान दिएमा रोग व्याधि र नकारात्मक शक्तिहरूबाट मुक्त हुने विश्वास गरिन्छ। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा बताइदिनुहोस् होला। हजुरहरूको दिन निकै शुभ रहोस्।